Good morning everyone. Welcome back to my channel Pratishtha Loring Rai. र आज तपाईको समक्ष फेरि म आज आएको छु है नयाँ ब्लग लिएर. सो टुडे सोममा है जहाँ हाम्रो स्कुल छ त्यहाँ चाहिँ एउटा लाइब्रेरी पनि छ नि त. सो आज लाइब्रेरी ले चाहिँ एउटा प्रोग्राम अर्गनाइज गर्नु भएको छ र हामीलाई पनि इन्भाइट गर्नु भएको छ एज वेल एज हाम्रो नानीले पनि त्यहाँ पार्टिसिपेट गरेको छ. आई थिंक दुईटा स्कुलले गरेको होला. त्यसपछि आज चाहिँ फेयरवेल प्रोग्राम रहेछ र अब आजको त्यो प्रोग्राममा चाहिँ म हाम्रो नानीको तपाईलाई पर्फर्मेन्सेस एज वेल एज अब लाइब्रेरीको प्रोग्राम कस्तो हुन्छ के गरेको छ त्योहरू सबै म तपाईलाई यो ब्लगमा देखाउने कोसिस गरिरहेको छु है. आई होप यु विल अल सपोर्ट मी लाइक एन्ड प्लिज डु नट फर्गेट टु सब्सक्राइब टु माई च्यानल. ल र अब हामी चाहिँ गाडी चढिसक्यो फाइनली होइन. हामी छोडेर बाटोमा बसिरहनु भएको छ. सुस्मिता पूजा हाम्रो चाहिँ बाटो बिजोक छ नि त. तपाईँहरू अस्ति देखाएको जस्तै हो. हामी चप्पल लगाएर आउनुपर्छ. हामी सबै सुजहरू चेन्ज गर्दा ठिकै हुन्छ. र प्रियाले चाहिँ अगाडि पढिरहेको छ. र अब तपाईँहरू अस्ति हाम्रो युनिफर्म त निकै सक्नु भएको छ होइन. र आज चाहिँ मैले फेरि व्हाइट कलरको सफा लगाइरहेको छु. मेरो चाहिँ ब्लाउज चाहिँ मिलेको छैन र प्रिया बसिरहेको छु. तपाईँहरूलाई देखाउँछु ल. यहाँ हुन्छ तपाईँहरूलाई देखाउँछु ल भनेर त फ्रन्ट क्यामेरा पो अन गरिपठाएको छु. देउली चढेको छ लागेन. प्रिया बिस हो सबैले एउटै लगाएको छु टिका. त्यहाँ आइपुग्यो. उसको त सजिलो छ नि त साडी आइदियो है. अन्त उयो भएको छ र स्ट्रगल इज रियल झाप्रो चाहिँ हो. यहाँबाट चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँले चाहिँ हो सोमजाने बाटो सिनेरीहरू. अझै तपाईँहरूलाई म अहिलेभन्दा पनि समरमा देखाउँछु. यहाँबाट चाहिँ डाइरेक्ट कञ्चनजङ्घा देख्छ. यहाँ अगाडि यति क्लियर यति दामी भ्यू देख्छ. इफ अब यस्तो प्रोग्रामहरू समरतिर भएर मैले ब्लग गर्नु पाएँ चाहिँ तपाईँलाई म देखाउने छु. र अब चाहिँ तपाईँलाई डिरेक्टली आई मिट यु इन कम्युनिटी हल है. र अब हामी के गर्छ सपोज फिचर गर्नु पाएन भने पनि होइन ट्राई चाहिँ गर्छु जस्तो गर्ने. तर पनि अब लेट्स सी गर्छ कि पाउँदैन. र अब हामी हल आइपुगिसकेको छौँ होइन. डेकोरेसन्सहरू पनि हुँदो रहेछ ए हजुर. र यहाँ मिसहरू पनि आइसक्नुभयो. अरू मिसलाई त देख्नु भएको थियो होइन. सोने मिसलाई चाहिँ देख्नु भएको थिएन. यहाँ सोने मिस हाम्रो नानीहरू पनि आइपुगिसकेको छ. अब यहाँ चाहिँ तयारी हुँदैछ. What is this? Thank you. हेर्नु न मालहरू अरे यो चाहिँ मैले खाएको छैन कहिले पनि. यहाँ यी नानीले हो सोले मिसको सबैको हातमा छ है मिसको मलहरू है. मैले तर खाएको छुइनँ कि कहिले. आज चाहिँ चट्नु भयो. फर्स्ट उयो चाहिँ खानु अरे नि त है. सालको फर्स्ट फ्रुट खानु अरे नि त है. संस्कारले हामीलाई विश पुरा होस् भनेर ल्याइदिनु भएको होइन नि. हाम्रो नानीको त्यस्तो छ नि त. नेपालीबाट सोध्दैन होइन नि. लु कालो चस्माहरू. आमा नानु यु गट रेडी बाई योरसेल्फ ओन्ली. ट्राई गर्दा कस्तो हुन्छ टेस्ट होइन. It is too sour. अब बेसी अमिलो रहेछ. खानु त होइन खानु न होइन खानु न होइन को लाग्यो क्या नर्मल हेर. हुँदैन मैले यस्तो खाएको थियो. सबैजना आइसकिसकेको छ. यहाँ स्टेज पनि रेडी हुँदैछ र हामी पनि रेडी हुँदैछौँ. प्रिया मिस पनि रेडी हुँदैछ. हाम्रो अहिले आएको जिम्मेवारी निभाउँदै. र आजको सभाध्यक्ष महोदयलाई म मुख्यातिथिलाई पनि मञ्चमा निम्ताउँदछु.
हाम्रा जोर्डन स्कुलका प्रिन्सिपल प्रतिष्ठा राई महोदयलाई म सुम्पित गर्छु। हाम्रा आमन्त्रित अतिथिवर्गलाई स्वागत जनाउँदै ब्लगर एन्ट्री भयो ब्लगर एन्ट्री भयो। A library is not a luxury, but one of the necessities of life. A very good morning to the chief guest, Mrs. Sarita Rai, all the honored guests, respected teachers from Jordan English School and Subhash Gram MSK, all my beloved students and my dear parents. Well, it is my honor to be present here to witness one of the most historical events that have been organized, especially in the field of library. भनिन्छ कुनै पनि जग्गाको सभ्यता हेर्नुको निम्ति हामीले दुईटा चीज हेर्नुपर्छ अरे। एउटा त्यो गाउँसम्म जाने बाटो, अर्को त्यो गाउँमा लाइब्रेरी छ, पुस्तकालय छ छैन। र हामीले यसो कार्यहरूमा सधैँ एउटा जोस जागर लिएर सहयोग सहभागिता हुन्थे। यसरी उहाँले राखेको ती पूर्ण कार्यहरूको आउँदो समयमै सठिक मूल्याङ्कन गर्ने भनी विश्वास छौँ। अन्तमा विकास पुस्तकालय सञ्चालन समिति यही प्रार्थना चढाउँदछौँ, स्वर्गीय विके साम्पाङको पुण्य आत्माले शान्ति पाउन् अनि उहाँको परिवारको सुखद भविष्यको कामना राख्दछौँ। आयोजक विकास पुस्तकालय सञ्चालन समिति दार्जिलिङ। विकास पुस्तकालय सोम पहिलो विभाग दार्जिलिङ। विदाई अभिनन्दन। सेवामा विक्रान्त थापा, सोम चियाबारी पहिलो विभाग दार्जिलिङ। महोदय, आफ्ना जीवनको महत्त्वपूर्ण 42 वर्ष निरन्तर कार्यरत रहेर जुन योगदान विकास पुस्तकालयलाई दिनुभएको छ त्यसको तुलना गर्नु सजिलो छैन। भनिन्छ सेवा सर्वश्रेष्ठ धर्म हो। तपाईले आफ्नो कार्यभार निष्ठापूर्ण निभाएर लौकिक जीवन धन्य बनाउनु भएको छ भने परलोकमा पनि सुन्दर बगैँचा सरह स्थान सुरक्षित राख्नु भएको छ। यस विकास पुस्तकालय परिसरमा एक वृक्ष, वनस्पति तथा फूलका बोटहरू तपाईप्रति सदैव कृतज्ञ रहनेछन्। यस विकास पुस्तकालयमा यहाँको सेवा पूरा भइसकेको छ। यहाँलाई हामीले बिदा दिनु परेको भए पनि हाम्रो हृदयबाट कदाचित बिदा दिएको छैनौँ। बेला बेलामा यहाँको सहयोगको यस विकास पुस्तकालयले आशा साच्नेछ। अन्तमा हामी सबै विकास पुस्तकालय सञ्चालन समिति परिवार तपाईको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दछौँ। आयोजक विकास पुस्तकालय सञ्चालन समिति दार्जिलिङ। धन्यवाद। मेरो यस्तै छ मेरो दुश्मन छ धेरै, दुश्मन हेरेको हेरे
प्रगतिमा नै अन्त गर्न चाहन्छु। धन्यवाद। सबिनी टक्राउँदछु। साथै हाम्रा बुजुर्गहरू जहाँ मैले मेरो आँखाको अगाडि देखिरहेको छ ती सम्पूर्ण अति विशिष्ट व्यक्तिहरूलाई पनि मेरो हृदयबाट न्यानो अभिवादन चढाउँदै आजका सम्माननीय यस अभिनन्दनमा उपस्थित सम्मानित ती किन भन्न चाहन्छु भने विकास पुस्तकालयको विषयमा तपाईँहरूले भन्दाखेरि के लाग्छ भन्दाखेरि यो विकास पुस्तकालयको लागि मलाई दुःख पनि लाग्यो। यहाँभित्र सबै कुराहरू भए म त अब हाम्रो पृथ्वी राई खोक्नु हाम्रो सरिता बहिनी महोदयले र उहाँलाई म एउटा पञ्चायत लेभलबाट उहाँले हाम्रो लाइब्रेरीको त्यो एउटा यस्तो अवस्था छ जहाँ चाहिँ बस्ने र पढ्ने एउटा डेस्क बेन्चको अति नै खाँचो छ र हाम्रो नानीहरू विशेष गरेर त्यो कम्पिटेटिभ एक्जामको गाइड बुक पनि यहाँनिर अहिले पाइँदो रहेछ। नानीहरूले अब पढिराखेको छ, सबैको टार्गेट त पछि भविष्यमा केही गर्छु भन्ने नै हो। त्यसले गर्दाखेरि गाइड बुक एकदमै जरुरी छ। त्यसले गर्दा यहाँनिर पाइँदो रहेछ विकास पुस्तकालयमा कम्पिटेटिभ। म चाहिँ यहाँ छु। अब मलाई भोक लाग्यो खानासाना खाएर चाहिँ अब स्कुलमा एकछिन ट्युसन छ, यसो ट्युसनहरू गरेर मात्रै हामी गर्छ नि। आई होप यु अल लाइक भिडियो मजा आएर तपाईँलाई हो। जति पनि सक्दै थिएँ त्यति चाहिँ क्याप्चर गर्ने कोसिस नै गरेको छु, बट स्टिल अब कतिवटा मिस पनि भयो होला होइन। र म मिसहरू सोध्छु ल सोना मिस कस्तो लाग्यो तपाईँलाई आजको प्रोग्राम? हामी सिकाएको अनुसार राम्रो गरिरहँदा धेरै खुसी लाग्यो। खुसी है, प्राउड टिचरहरू है। ल प्रिया मिस कस्तो लाग्यो अरे? आजको प्रोग्राम एकदमै राम्रो भयो। प्रोफेसरले राम्रो होस्ट गर्यो, लेखेर एकदमै सर्टन भयो नि त है। पूजा मिस प्रोग्राम कस्तो लाग्यो? राम्रो है साधु, राम्रो भयो। हाम्रो नानीहरूले खाँदैछ यहाँ चाहिँ लाइन छ। मेरो बहिनी वेल अब चाहिँ हामी स्कुल आइपुगिसक्यौँ होइन, किनभने हाम्रो ट्युसन छ तपाईँलाई अघि भनेको जस्तै एकदम टायर्ड पनि भइरहेको छौँ, तर पनि आफ्नो रेस्पोन्सिबिलिटी हो, उठाउनै पर्यो होइन। र त्यसले गर्दाखेरि चाहिँ मिसले चाहिँ नानीको दामी दामी फोटो खिच्दै गर्छ। यो फोटोहरू चाहिँ तपाईँले हाम्रो स्कुलको फेसबुक पेजमा देख्नुहुनेछ। त्यसको लागि हामी चाहिँ खासमा भ्लग एन्ड गरिसकेको थियो मैले हो, तर विशेष एउटा कुरा हामी फङ्सनहरू हुँदाखेरि चाहिँ भाउजूमा आलु खान्छ नि त। भाउजूको आलु इज भेरी फेमस होइन। भाउजूको आलु खानु चाहिँ आइरहेको छौँ, हामी जाँदैछौँ। नयाँ दोकान पनि बनिँदैछ भाउजूको, यसमा पनि अब ओपनिङ खानै पर्छ। अब फेरि हामी यहाँ आलु खान आइपुगिसकेको छौँ होइन। अब तपाईँलाई भनेको जस्तै हेलो अब भाउजूको चाहिँ भाउजू हो। भाउजू हेरिदिनु न, तपाईँको आलु लगाए हामी सन्चै हुन्छ। लु आलु चाहिँ वाउ मिसहरूले चाहिँ तर यो अचार पनि हालेर खान्छ, म चाहिँ खाँदिनँ होइन। अब उताको नयाँ दोकान बनिँदैछ है भाउजू, हामीलाई खानु बोलाउँछ है। मिसहरू पनि आउँदैछ यहाँ एक्साइटेड भएर हो। र हामी पनि आइपुगिसक्यौँ र अब अघि नै भ्लग एन्ड गरेको खालको छु म, तर पनि यो आलुको त पनि हाल्नै पर्थ्यो नि त। त्यसले गर्दाखेरि चाहिँ किनभने हामीलाई आइसक्रिम किनिदियो है प्रिया मिस, मङ्दिसाले आलुदम किनिदिन्छ ल 1 बोतल। यो चाहिँ हो भाउजूको आलुदम, यही खानु चाहिँ प्रियाले जस्तो नि। हामी चाहिँ यहाँ भर्खर झऱ्यो होइन, अघि वेदर कस्तो भइरहेको थियो, एक्कासी पानी पर्नु थाल्यो। सुस्मिता चिन्ने अवस्थामा पनि छैन यहाँ हो। यहाँ बस्छौँ एकछिन सेडमा। अम्बो यहाँ हेर्नु त, हामी चाहिँ घर पुग्नु आँटेको थियो, धन्दा गाडी पायो होइन, बट स्टिल यस्तो भिज्दै गएको। अब के गर्नु,
जानु परै लाग्यो होला हो ल गयौँ ल ल आजको लागि यति नै बाई बाई लास्टली मेरो च्यानललाई यसरी नै तपाईँले माया देखाइदिनु होला एन्ड डोन्ट फर्गेट टु लाइक शेयर सब्सक्राइब टु माई च्यानल सी यू इन माई नेक्स्ट ब्लग बाई बाई